सो हेलो गाइस, नमस्ते एन्ड होप यु अल फाइन। सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म धनगढी जाँदैछु। सो त्यही हो गाइस, मजा लाग्यो होइन, धेरै कुरा मजा लाग्यो होइन। अहिले त्यही बाख्राहरू चाहिँ यसरी मजासँग बसेका छन्। यो चाहिँ आन्टीको, यो चाहिँ अरूको हुन्। अनि अरू चाहिँ यस्तै छ। आज चाहिँ घाम लागेको छ, मस्त मौसम छ। त्यो चाहिँ मेरो स्कुल पढेको, त्यो चाहिँ मेरो घर, यो चाहिँ अङ्कलको, यो चाहिँ अर्को अङ्कलको। गाइस अब चाहिँ टाटा बाई बाई। म चाहिँ जानु लागेँ। यस्तै हो क्या, नौलो मान्छे भएपछि मजा आउँछ क्या। भनेको हुन्छ नि, यहाँ सब चिज खानु मिल्छ, सब चिज गर्नु मिल्छ, सबबाट हुन्छ नि। यहीँ बसिराख्यो भने चाहिँ हुन्छ, यहाँ नत्र भने सबैबाट मजा आउँछ क्या। अनि हिजो चाहिँ म तल गएको थिएँ, तल उता फुलमम्मीकोमा गएको थिएँ। अनि त्यहाँबाट माथि आएँ सबै ठाउँमा। सो त्यही हो गाइज, मिसिङ माई होम टाउन। सो त्यही हो। अब चाहिँ आयो नि अङ्कल, फेरि गाह्रो गर्छ नि अङ्कल लास्टै। त्यही गाई अब चाहिँ गाह्रो छ, गर्मी लास्टै हुन्छ उता। फेरि अब फेरि म धनगढी नि थोडा काम होला, त्यो काम नि गर्नुपर्छ मैले। त्यसपछि अनि काठमाडौँ जाने हो। गाह्रो छ गाह्रो छ गाह्रो छ। गाई यो चाहिँ गोपाल चाहिँ मैले काटेको यता ए भने यसो यहाँबाट जिरो हानेर यहाँसम्म चाहिँ कपा राखेँ, अरू सबै जिरो हान्दैन क्या तलले। भिडियो बनाउन। सो गाइज यो चाहिँ आर्मीको बेस क्याम्प भन। यहाँदेखि यो पुरै एरिया छ कि लास्टै माथिसम्म छ, तर हामी त्यहाँ चाहिँ जानु मिल्दैन। अनि यताउति केही बासीको सब यताउति भएपछि चाहिँ हामीलाई बोलाउँछन्, किनभने हाम्रो जम्मै आर्मीवाला हुन् नि त। हाम्रो जम्मै अङ्कलहरू यहाँबाट इन्भाइट हुन्छ है। अनि त्यसैले जम्मै यो एरिया जम्मै त्यो कनेक्ट गर्न अन भइसक्यो त, गर्न गरिन्छ। चल अहिले I don't provide instrumentals here, but let me know if you like song lyrics inspired by the idea of travel adventures. Yeah. Sorry, I don't provide instrumentals here, but let me know if you'd like song lyrics inspired by the idea of travel adventures. Ooh, I don't provide instrumentals here, but let me know if you... So अहिले चाहिँ हामी अत्तरी पुग्यौँ, तर यहाँ त्यो गाडीको होइन, हाम्रो अङ्कल चाहिँ आर्मी हो नि त। गाडी ड्राइभर चाहिँ अगाडि मौवादी रहेछ क्या। दुइटैको गफ सुनेर यस्तो हाँसो लाग्यो नि, यस्तो हाँसो लाग्यो लास्ट टाइम। तर यार गर्मी हेर्नु चाहिँ लास्टै गर्मी छ यार, धेरै कान्ट बिलिभ इट। अहिले चाहिँ यहाँ आर्मी हस्पिटलले अङ्कल चाहिँ छोरा बिमारी हुनुहुन्छ है, त्यसैले अङ्कलको उसमा चाहिँ उ गर्नलाई आर्मी हस्पिटल यहाँ चाहिँ सबै पुरा फ्री हुन्छ क्या। आर्मीहरूलाई चाहिँ सब फ्री हुन्छ नि त। अनि हाम्रो सबै आर्मी हो रिटायरवाला, त्यस्तो सब पुरा फ्री। हामीलाई मलाई नि केही भयो भने सबै फ्री हुन्छ क्या, हाम्रो सबैलाई त्यो बनाएको हुन्छ त्यस्तो खाले। त्यो अहिले त्यही सोध्न जाँदा खान त्यो कार्ड देखाउनुपर्छ, बस भइहाल्यो। सब खाना रासनहरू सबै हुन्छ क्या यहाँ, पुरै फ्री हुन्छ क्या। फ्री भन्दा पनि सस्तो मिल्छ, अनि उपचार चाहिँ फ्री हुन्छ क्या, जे सुरु गर्छ। बुढी बाबु यहाँ अरे मलाई भुली त मलाई भुली ए बेजे त हान्दियो यार, मलाई त भुल्यो नि। बुन्नु
बुनु बाबु यहाँ आइज त यहाँ यहाँ ए चप्पल किट्टको चप्पल बुनु हेर न आज त मलाई भुलिहाल्यो आज त भुलिस् नि बुनु ठिक छ ओए यहाँ अब आयो लास्टमा यहाँ पक्तेर ओ अघि नै मैले बोलाउँदाखेरि किन आयो मैले बोलाउँदाखेरि किन आयो मैले बोलाउँदाखेरि किन आयो मैले बोलाउँदाखेरि किन आयो त मैले बोलाउँदाखेरि किन आयो त किन आयो अनि नाकको ठिक भयो ओ अहिले ठिक भयो अनि मैले बोलाउँदाखेरि किन आयो अब नि यहाँ ल मैले सानो यहाँ मैले ओए पासपोर्ट अहिले हाल्न यहाँ मैले बनाउँदाखेरि किन आएन आज किन आएन बरु मैले बनाउँदाखेरि यहाँ यहाँ सो गाइस अहिले चाहिँ म रेस्ट गरेर आएको थिएँ अहिले ल बाई कसँग हेरी गान्डासँग पनि भेट भयो त गाइस दिस वान इज बेस्ट अहिले चाहिँ म पसल चाहिँ जान्छु किनभने त्यहाँ चाहिँ फेरि अहिले हल्का मान्छेहरू हुन्छ नि त यसो हल्का हेल्प गर्नु पऱ्यो नि त अनि त्यसपछि म सामानसँग यहाँबाट किनेर घर लग्छु अङ्कल यहाँ खान अनि त्यही गाइस तर यहाँ पनि मोज छ यहाँ त फेरि अब हल्का केटाहरू छ नि त उता त त्यस्तो थिएन तर उता नि धन डल्दा पनि मजा आयो त्यही हो अहिलेको भिड चाहिँ यस्तै छ चाहिँ मजा आउँछ यहाँ चाहिँ मजा आउँछ सो गाइस अहिले चाहिँ म साँचो दुध लगेर जाँदैछु अनि तर एउटा कुरा के जस्तै हुन्छ नि यहाँ चाहिँ नर्मल्ली नमस्ते सबैलाई भन्दाखेरि नमस्ते हुन्छ नि त नर्मल्ली यहाँ कसैले कसैको बात हुन्न नि त तर एउटा कुरा थाहा हुन्छ कि मतलब आफ्नो मान्छे भनेको आफ्नै मान्छे भने के तर हुन्छ नि गाउँतिर हुन्छ नि कस्तो छ के छ यताउति सबै कुरा के तर जे भयो नि चाहे हुन्छ नि जस्तो जे सुकै मान्छे भयो नि तर बेटर चाहिँ आफ्नो भने आफ्नै हो कि चाहे जे सुकै होस् किनभने अब यहाँ बुझ्नु त्यस्तै भन्न सकिन्न मलाई त्यति आउँदैन त्यही गाइस मेरो घर चाहिँ यस्तै हो अब चाहिँ त्यहाँ पसलमा चाहिँ अहिले मान्छे थिएँ त्यसैले मैले चाहिँ खासै बनाउनु त बनाएन अफिस चाहिँ जान्छु भोलि चाहिँ अब त्यही हो भिडियो चाहिँ सानै भयो होला यो चाहिँ किनभने मैले गाडीमा फेरि गाह्रो हुन्छ नि त यार त्यो आउँदाखेरि यताउति साला अघि त मेरोमा आएको थिएन त अघि त आएको थिएन त अहिले के भयो अहिले चाहिँ म घरमा नि आएँ घरमा लास्टै छ अनि बुनु चाहिँ यहाँ यसरी सुता बुनु बाबु हेलो बुनु लास्टै गरिन्छ गाइस त्यही हो लाइकमा भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला टाटा बाई बाई जय नेपाल।